मान्छेहरू उड्ने हुन्छ, एउटा यो छ। र लडाइँ भयो झगडा भयो भने सकिन्छ, तर लडाइँ झगडा हुने चाहिँ एकदम लडाइँ हुन्छ, शान्ति चाहिँ हुँदैन, एउटा यो कुरा छ। र हामी चेतनशील जति मनको भक्ति छौँ हामी सुध्र्यौँ, हामीले मैले सम्झाएको तपाईँको शरीरको लागि पवित्र राख्न भनिसकेको छु मैले। त्यो आयु बढ्छ, शान्ति हुन्छ, राम्रो हुन्छ, र झगडा नगरौँ। र हाम्रो जाति त अहिले त जुनसुकै जाति पनि झगडा सिकाएर झन् दामी दामी रङ खाएर झगडा गर्नेहरू हुन्छ, बुढाबुढी बाँच्नेहरू हुन्छन्, घरमा पवित्र राख्ने, संसद ईश्वर बसेको ठाउँ जस्तो घर बनाएर बस्ने, कुनै बाँच्ने होइन। ट्याक्कै कम्प्युटर सिस्टममा ठ्याक ठ्याक सबै मिलेर बस्नुपर्छ। त्यसो गर्दाखेरि समाजको आयु बढ्छ। यो चेतना, यसलाई के भन्छ भने हाम्रो भाषामा त यसलाई इचिङसम्म भन्छ। यो चेतना बिम्जिन्छ, यो चेतनाले अर्को एउटा आयाम थपिन्छ, अर्कै किसिमको एउटा सोचहरू आउँछ। यसलाई विकास गर्नु, तपाईँहरूले यसलाई विकास गर्नु भने तपाईँहरूको फाइदा हुन्छ, तपाईँहरूकै लागि हुन्छ। म यो भन्नु चाहेँ। र अब अहिले पहिले सुब्बाहरूको पालामा त सुब्बा राजा भएर तम्बा खाएर माथि छेउमै जान्न सकिने त्यस्तो स्थिति थियो। अहिले यो स्थिति आयो हामीलाई। अब यो स्थितिबाट मुक्त हुनुपर्छ। त्यसले गर्दाखेरि खराब चिजलाई छुट्याउनुपर्छ, राम्रो चिजलाई लिनुपर्छ। राम्रो चिज लिनु सक्यौँ भने यो दिमाग बढ्छ, यो दिमागको क्षमता बढ्छ, विचार क्षमता बढ्छ, सोच्ने क्षमता बढ्छ। हाम्रो यो चाहिँ हाम्रो लागि चाहिँ फाइदाको कुरा क्या यिनीहरू। यसले गर्दाखेरि